बहकी सभी जुबान है, हम हैं हजारों में, अब की कमी जरा है, हर चीज खास है, अब है तुम्हें गाइज वेलकम टु माई भ्लग है। आज के गर्ने आज त केही छैन, थोरै देखिनु पऱ्यो। केही काम छैन गाइज, बारीको बाटो हिँड्ने कुरा गरिरहनु भयो। बारीको बाटो हिँड्नु ल अब स्टेसनरीमा जानु स्टेसनरी जाने रे आज। घाम ठ्याक्क आँखामा आइरहेको छ है, त्यही भएर आँखा अलि हेर्न गाह्रो छ हामीलाई हेर्नु मलाई। त्यो मान्छे त लास्ट पुग्यो के त्यो भयो नि। बाटो छ कि नै भन्ने हो, बाटो छैन जस्तो छ गाइज। यसमा बाटो छ बाटो रहेछ है गाइज, तपाईँलाई देखाउँछु बाटो। मकै रोप्ने बेला नि आइसक्यो है, रोपेर पनि यहाँ फलिसक्यो। म चाहिँ रोप्ने बेला भन्दा चाहिँ यहाँ यो कुनै कुनैमा त फलि नै सक्यो हौ। खाने बेला यत्रो त भएन, खाने बेला कुरा गर्नु बेला त्यत्तिकै तपाईँ खानु त्यत्तिकै। कन्टेन्टै छैन गाइज, के बनाउनु हुन्छ यताबाट। कता बन्द छ भने तपाईँ कहाँ बन्द छ भन्छ, चटपट बन्द छ भने अर्को ठाउँ छ त त्यतातिर नि पाउँछ नि चटपट। चटपटीको बन्द छ अरे, चटपटी खानु हिँडेको हामी चाहिँ गाह्रो छ। यहाँ चाहिँ बन्द रहेछ क्या चटपटी खानु हामी चाहिँ। साँच्ची दिदी पढेको मैले देखाएको छैन। दिदी पढ्नु नि हुन्छ जस्तो लाग्छ कहिले काहीँ, किनकि मेरो 10 सक्यो नि त होइन। 3 महिना आनन्द छ अहिले, कुन बेला मेरो नि आउँछ। बर गर्नु छ कि यता नि छ्या। कति बाहिर हिँड्ने मात्र गरिराख्नु। मेरो नि म्युजिक क्लास हुन्छ होला, क्लास जाँदै भ्लग बनाउँदै त्यही हो मेरो। हुन्छ होला होइन, हुन त हुन्छ, अब कहाँ हुने हो स्योर छैन, हुन त स्योर हुन्छ मेरो। चार हात लास पुग्छ, यतिको समाजमा नि हात लास पुग्छ भने कस्तो भइसक्यो थाहा छ मेरो त। दिदी त कलेज भयो नि जानुहुन्छ, म त सुते मात्र हुन्छु। अस्ति भ्लग गरेदेखि म त्यसपछिदेखि घर आएर बिहानै 6 बजी आइपुगेको थिएँ, त्यसपछि सुते त हो नि। मेरो त कामै छैन, एनिमी हेर्ने सुत्ने हो मेरो काम। त्यो साँझ चाहिँ बिहान कहीँ जानु छैन, जस्तो लाग्छ। सुत्यो, एकछिन उठ्यो, मम्मी नि बाहिर यसो खाना पकाउने हो, पसाल्ने हो, अझै खाना पसाल्ने हो। त्यसपछि फेरि ठिक्क पारा जानुहुन्छ। मेरो काम भनेको ग्यास अन गरेर त्यो मात्र गर्ने हो होइन। अनि बिहान यस्तो चियाहरू खायो, त्यो खाँदा पेट भरिहाल्छ। त्यसपछि 11 बजी 12 बजीसम्म फेरि सुत्यो, फेरि 12 बजी सुतेपछि उठ्यो, खाना खायो, फेरि निदाको जस्तो गऱ्यो, एनिमी हेर्दै बस्यो। त्यही हो मेरो काम, कामै छैन। म्युजिक क्लास जानु थालेपछि चाहिँ हुन्छ होला, तर जान्छु म स्योर म्युजिक क्लास चाहिँ। किनकि घर बस्दा त्यो कन्टेन्टै थाहा हुन्न क्या, अब बाहिर त जानु पऱ्यो। घर बसेपछि के कन्टेन्ट हुनु। अब एक्लै जान नि कहीँ हुन्न, दिदीको पढाइ छ, म एक्लै कहीँ जानु हुन्न। दिदीको पढाइ छ भन्नाले नि छन् त छ, पढ्नु हुँदैन एउटा कुरा हो। अब काकाले हेरेपछि काका हेर्नै पढ्नुहुन्न दिदी। मलाई नहाल भन्नुहुन्छ होला नि, तर म हाल्छु कि। मलाई गाली पाउने काम त के काम छ र। भोलि भ्लग बनाऊँ भनेको, भोलि झन् फेयरवेलै रहेछ कि खै म्यासेजै आएन। म्यासेज आएको हुन्थ्यो क्या, म्यासेज आएन। फेयरवेल नै छ कि नै। स्कुल छोडेको 2 महिना पुग्न आँट्यो।
होइन ल 1 महिनै पुग्यो कति हाम्रो कतिमा सक्यो अझै पुगेको छैन 1 महिना त 1 महिना पुग्न लाग्यो पुगे नै छैन होला जस्तो एक्जामलाई के हो एक्जाममा 9 गतेदेखि सुरु भएको हो वैशाख यहाँ अहिले चाहिँ हामी स्टेसनरीमा आयौँ होइन पाउँछ नि चटपटे चपली पुगौँ न अब चटपटे लिन गाई चटपटे लिन चपली पुग्ने जस्तो कुरा गर्दा हामी आयो यताभित्रतिर जाँदै कफी गाईलाई कफी भन्दो रहेछ आज थाहा कफी किन्ने मात्र हो लेख्ने केही होइन है म जस्तै हो होइन म त लेखा हो लेखा हो पढ्न पो नपढ्यो हो त लेख्न त जति पनि लेखा हो हाम्रो स्कुलको गाडी आएछ गाइज होइन लाल लाग्छ फेरि हाम्रो स्कुलको गाडी हाम्रो स्कुलको गाडी थियो होइन मलाई चाहिँ लाज लाग्यो होइन हाम्रो स्कुलको गाडी तर मलाई चाहिँ के गरौँ बुझ्नु थियो कि स्कुलको गाडी आयो स्कुलको गाडी आएपछि सक्दिनँ म त मलाई देख्यो भने बाटो मात्रै नसक्ने मान्छे बाटो मात्रै सक्यो भएर कस्तो उ लाग्दैछ क्या लाज लाग्दैछ कि धेरैले हेरेर हुन्छ नि त ऊ त्यहाँ चटपटे ठेला कतादेखि अगाडिको ठेला असल खुल्ला क्यारे आन्टीको पाउँछ होला पाइहाल्छ नि हो क्या मिठो बनाउनुहुन्छ अझै यहाँ घर बनाउनुहुन्छ नि आमाले कस्तो मिठो बनाउनुहुन्छ यहाँ चटपटे होइन गाइस यतातिर अन्त अगाडि जाने हो आमाकोमै जाने अरू ठाउँ नै मलाई बुझ्दैन अनि आइसकेको त्यही हो नजिकै त छ यही नजिकैलाई टाढा अरे कति टाढा नजिकै हो गाइस धेरै टाढा छैन है यति हिँड्दा खुट्टा दुइसक्यो मेरो हात दुखिरहेको छ समा त लास्ट घामको कमालो घामको कमाले है गाइस यस्तो हुँदैन यहाँ चाहिँ हामी आइपुग्यौँ होइन नाइ तिमी चटपटे खाऊ म पानीपुरी खान्छु ल डिस्काउन्ट भएर होइन बच्चा देख्नु होइन बाबा छोरीको मिल्छ होला नि त त्यही भएर हल्दा रहेछ नि पापा कि परि गफ चाहे यसरी बनाउँछ कि मिठो बनाउनु प्याक गरिदिनु है हजुर प्याक खाऊ न अनि मैले खाइदिन्छु ल खान्छु है एउटा पानीपुरी अर्को मुख हुनु परेन पानी पापा खानुपर्छ नयाँ तरिका पानीपुरी अझै हटेन फर्किन्छ अहिले हाँसु तरकारीमा नि खाँदैन आलु आलु खाइहाल्नु त मजाले हरियाएर पुरा बनाइदिनु त कि दाल भात कि मटन त्यही हो मासु
मलाई के अरे त्यहाँको फेरि समोसा नि ट्राई गर्न मन छ अनि अरू के आलु चप पाउँछ ए, आलु चप। समोसा अनि के अरे ऊ सेवाले त्यो पाउँछ हो त्यहाँ जरो खानु मन छ आलु चप र समोसा खानु मन छ एक दिन अब तर हामी मान्छे दुब्लो देख्नुहुन्छ किनकि जङ्क फुड खाएर हो अब धेरै खान्छौँ के भनौँ जङ्क फुड मात्र भन्छ भन्नु खाना नि खान्छु म चाहिँ तर जानी गरेर खान्छु अब राम्रो आयो यार यो हुनु पऱ्यो नि त यस्तो भयो पो होइन यस्तो आएको रेकर्ड गरिदिन्छ कस्तो लाइट देख्या त्यो फिल्टर नै राखेको जस्तो लाग्छ स्न्यापच्याटको उहाँलाई फिल्टर क्या अहिले पो आयो त अहिले राम्रो आएको होइन अघिसम्म त्यस्तो थियो मोबाइलको कमालो पानीपुरी चटपटे देखाइराख्नु भयो र हाम्रो खाने भनेको जहिले जस्तो यस्तै हो खाजामा त्यही त हो खाजामा खाना मात्रै खानु थाल्यो भने त घरमा तर म चाहिँ खान्छु म त मोटाउनेतिर लागेको छु आजकल होइन म मोटाइसकेँ कति मोटाउनु भएको तर यार मलाई मोटाउनु छ गाइज होइन लास्टै पातलो भयो अब मोटाउँछ चाँडै अब चाहिँ आनन्दले मोटाइन्छ यो सब कहिले पिर्थ्यो होइन यसलाई के मलाई ए अँ त्यो भएर मोटिन पहिला लास्टै होइन त्यो बोझ थियो क्या दिमागमा त्यही भएर नमोटा हो होइन अब मोटाइन्छ अब यो हावाहरू चलेपछि के मोबाइलमा साउन्डै कस्तो किरिकिरी आउने क्या गाइस ड्रोन सट हेर्ने कसकोमा पो देखाएको थियो मैले ड्रोन सट हान्ने यसरी हान्ने ड्रोन सट गाइस यो हो तर drone shot। फेरि के हुन्छ मलाई आउँछ नि फुली अँ नाइमाना त्यो अगाडि खाना त्यो छोडिदिनु न कानमा कस्तो त्यो कानै यत्रो हुने गरेर लगाएको देखेर चाहिँ अचम्मै लाग्छ मलाई यत्रो कानै यत्रो हुन्छ है त्यो लगाएको हुन्छ कि अझ त्यो भारी नै त्यस्तै हुँदैछ कानमा त के हो र होइन अब त कानै चुटिन्ला जस्तो गरेर कस्तो लगाएको त त्यो कसैको चुट्या नि होला है त्यसरी तर पहिलातिरको लाउ त्यो मैले नि गाउँतिरै देखेँ गाउँतिर होइन दैलेख जाँदाखेरि फेरि दैलेख जानुपर्छ गाइस दैलेखको भ्लग नि आउँछ चाँडै दैलेख जानु छ दैलेख गएर भ्लग आउँछ दैलेखमा झन् धेरै भ्लग आउँछ किनकि दैलेखमा धेरै ठाउँ छ दैलेख पछि डेली भ्लग त आउन नसक्ला किनकि वाइफाई छैन डाटा लिनुपर्छ तर 1 घन्टाको डाटा चाहिँ हुन्छ तर त्यहाँ डाटा चल्नु पऱ्यो पहिला डाटा चल्यो भने चाहिँ आउँछ किनकि लास्टै त्यो हाई ठाउँमा छ क्या गाह्रो हुन्छ जस्तो लाग्छ मलाई घर पुग्यौँ होइन यही हामीले हालिदिन्छ आजको लागि अब भोलि फेयरवेल छ भने चाहिँ भोलिको चाहिँ बबाल आउँछ होइन छैन भने चाहिँ अब त्यस्तै हो च्यानल किप लभिङ किप सपोर्टिङ होइन अब चाहिँ सब्सक्राइब सेयर सब हानिदिनु होला अब चाहिँ हामीलाई घर गएको बाई